नमस्कार, मेरो नाम कविता लेप्चा। म मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दछु। आज म हिराको टुक्रा भन्ने कथा सुनाउन गइरहेको छु। आज म नयाँ कथा लिएर उपस्थित भएको छु है। कुनै पनि गाउँमा एक पण्डित बस्ने गर्थे। उनकी एक सुन्दर श्रीमती थिइन्, तर उनका कोखबाट लामो समयसम्म पनि सन्तान जन्मेको थिएन। धर्म कर्म र ईश्वरी आराधनापछि बल्ल बुढेसकालमा उनीहरूका जाउँले छोरा र जन्मिए। सायद बुढेसकालमा जन्मिएको भएर होला उनीहरूलाई सर्वश्रेष्ठ ती दुई छोराहरू थिए। छोराहरू पनि पूर्णिमाको चन्द्रमा जस्तै उज्यालो थिए। दिनहरू राम्रै बितिरहेको थिए। एक दिन पण्डितलाई केही दिनका लागि टाढा सहरमा जानुपर्ने भयो। उनी आफ्नी श्रीमती र दुई छोराहरूलाई छोडेर सहरतिर लाग्छन्। श्रीमान गएको केही दिनपछि नै गाउँमा एक अज्ञात रोग फैलिन्छ, जसको कारण उनीहरू दुवै जाउँले छोराहरूको मृत्यु हुन्छ। आफ्नो मुटुको टुक्रा जस्तै छोराहरू मर्दा आमाको मन त कति रोए। त्यसमाथि पनि पण्डितकी श्रीमतीलाई अर्को चिन्ता सताउन थाले। यो दुःखद खबर श्रीमानलाई कसरी सुनाउनु, जबकि उनका श्रीमान मुटुरोगी थिए। यदि यो दुःखद खबर सुनाउँदा श्रीमानलाई केही भयो भने के गर्ने र उनी साह्रै अप्ठ्यारोमा पर्छिन्। उनले आफ्नो मन त जेनतेन बुझाइन्, तर अब श्रीमानलाई बुझाउन साह्रै गाह्रो थियो। अहिले जस्तो टेलिफोनको जमाना थिएन त्यो बेला, त्यसैले उनले श्रीमान आफै फर्किने समयसम्म कुरेर बसिन्। श्रीमान फर्किने दिनसम्म उनले आफ्नो श्रीमानलाई त्यो दुःखद खबर कसरी सुनाउने भनेर आफ्नो योजना बनाइसकेकी थिइन्। जब उनले श्रीमान सहरबाट आफ्नो काम सकेर फर्किए, घर आउनु बित्तिकै उनले दुई छोरा कता छन् भनेर सोधे। श्रीमतीले सहज भावमा भनिन्, तपाईले छोराहरूको बारेमा केही चिन्ता नलिनुहोस् बुढो, थाक्नु भएको छ होला, एकछिन आराम गर्नुहोस् र खाना खानुहोस्। पण्डितले एकछिनपछि आराम गरेर भोजन गर्छन्। खाना खाइसकेपछि फेरि उनले सोध्छन्, खोइ त छोराहरू। श्रीमतीले अलिक सम्झाउन खोजे जस्तै गरी भन्छन्, हत्तेरी, छोराहरूको बारेमा किन चिन्ता लिनुहुन्छ, बरु बताउनुहोस् न तपाईँको यात्रा कस्तो भयो। पण्डितले छोटकरीमा आफ्नो यात्राको बारेमा बयान गरेर सक्छन्। अब फेरि पण्डितले पुरानै प्रश्न दोहोऱ्याउन मात्र केही आँटेको थिए। उनकी श्रीमतीले आफ्नो श्रीमानलाई बिचैमा रोक्दै भन्छन्, सुन्नुहोस् न हजुर, मलाई एउटा साह्रै अप्ठ्यारो समस्या परेको छ। एक व्यक्तिले मलाई विश्वास गरेर केही समय राखिदिनका लागि हिराका 2 टुक्रा दिएका थिए। तर हेर्नुहोस् न, उनले अहिले आएर ती हिराको टुक्रा त फिर्ता पो माग्छन् बा। त्यसरी नासो राख्न दिएको कुरा पनि किन मागेको भनेर मैले ती 2 टुक्रा दिनै मानिन, तैपनि उनले जिद्दी गरेर मागिरहेका छन्। यसमा तपाईँ के भन्नुहुन्छ अरे? आफ्नो श्रीमतीको त्यो कुरा सुनेर श्रीमान हाँस्दै भन्छन्, लाटी, कसैले नासोको रूपमा तिमीलाई विश्वास गरेर दिएको कुरा फिर्ता लान्छ भने त के गर्न सकिन्छ र, फिर्ता दिने हो नि। त्यस्तो कुरामा पनि होइन, म त दिन्न भन्ने हो नि त। तिमीले गर्न सक्ने भनेकै यति हो कि आजसम्म त्यो नासोलाई तिमीले सुरक्षित राखिदियौ, त्यही नै ठुलो कुरा हो। ती हिराका 2 टुक्रा दिनेवाला माग्छन् भने दुःख नमान दिएर पठाऊ। ती त उसैको थिए, उसैले लग्यो, किन दिन्न भन्नु र, किन दुःख मनाउनु गर्नु र। पण्डितका यस्तो कुरा सुनेपछि श्रीमती लामो सास तान्दै भन्छन्, हो हजुर, मैले हजुरले भने बमोजिम नै
ती हिराको टुक्रा उसैलाई दिएर पठाए जसले ती हामीलाई दिएको थियो र ती हिराका टुक्रा हुनु र हाम्रो 2 छोराहरू मागेर लैजानेवाला यो संसारका मालिक नै सृष्टिकर्ता ईश्वर हुन्। आफ्नी श्रीमतीको यस्तो कुरा सुनेर श्रीमानको मनै थाम्न सक्दैन। उनीहरू एक अर्काको अङ्गलामा बेसरी घन्टौँसम्म रोइरहन्छन्। मित्रहरू, कुनै न कुनै बेला आफ्नो नजिकको मान्छे गुमाएको पीडा तपाईहरूले पनि अवश्य अनुभव गर्नुभएको छ होला। आफ्नो प्रिय मान्छे या भनौँ आफन्तको वियोग पीडा साँच्ची नै गहिरो र नमिठो हुन्छ है। हामीले चाहँदैनौँ त्यो हामीलाई परोस्, तैपनि नचाहँदै पनि हामी मजबुर हुन्छौँ समयको अगाडि। त्यसैले भनिन्छ नि, जे हामीसँग छ त्यसैमा हामी रमाउन सक्नु पर्दछ। र आजको कथा हजुरहरूलाई एकदम मन पर्यो भन्ने लागेको छ। आशा छ मेरो यो च्यानललाई सब्सक्राइब, लाइक र सेयर गरिदिनु होला। धन्यवाद।